हामी गोसाइकुण्डको जमेको तालमा यो बरफ फोड्ने गेम खेल्दैछौँ। निकै रमाइलो रोमाञ्चक छ यो यात्रा। हामी काठमाडौँबाट धुन्चे एक दिन धुन्चेमा हामी बस्यो। धुन्चेबाट भोलिपल्ट पौने 8 बजे सुरु गरेको हाम्रो ट्रेक हामीले चाहिँ टोटल 10 घण्टामा नन स्टप हिँडेर बिचमा एकछिन रेस्ट गरेर हामी लाकुरी विनायक लौरी विनायकमा आएर चाहिँ हामीले रात कटायौँ र लौरी विनायकबाट आज बिहान 7:30 बजेबाट लगातार हिँडेर हामी यहाँ पौने 10 बजेतिर यहाँ आइपुग्यौँ र अहिले 10-10:30 बजेको टाइममा हामी यहाँ यो गोसाइकुण्डमा रमाइलो गर्दैछौँ है। यो गोसाइकुण्डको मुख्य मन्दिर र यहाँ जसरी हामी देख्न सक्छौँ यो गोसाइकुण्ड परिसर हो। गोसाइकुण्डको माथि जमेको हिउँ र गोसाइकुण्डको अर्को भागमा हाम्रो जुन यो हिमाल देखिरहेको छौँ यसको तलपट्टि भैरव कुण्ड रहेको छ। त्यो कटेर हामी गोसाइकुण्ड आइपुगेको छौँ। यो गोसाइकुण्डमा आएको हाम्रो अनुभव र एक्सपिरियन्स र यहाँको एक्साइटमेन्ट हामी एकअर्कासँग सेयर गर्न गइरहेका छौँ। म तपाईँलाई मेरो साथीहरूसँग इन्ट्रोडक्सन गराउँदै उहाँहरूको पर्सनल एक्सपिरियन्स चाहिँ तपाईँहरूमाझ राख्न गइरहेको छु। ल तिम्रो नाम? म गङ्गा अर्याल। हजुर, मैले सोचे भन्दा चाहिँ धेरै चिसो चाहिँ रहेनछ तर है गोसाइकुण्ड। हामी हिजो बाटो हिँडेको गर्मी थियो, यहाँ आएर अलिअलि जाडो चाहिँ भइरहेको छ तर सोचे भन्दा चाहिँ अलिक कमै छ। हामी चाहिँ यहाँ घुम्नलाई धेरै नै एक्साइटेड थियौँ है। अलिक सर्टमा एक्साइटमेन्ट भनौँ। मैले लुगा भन्नुपर्दा हजुर धेरै कम लगाएको छु। एउटा दुईवटा चारवटा लगाएको छु। मैले छिटो चाहिँ लगाएको छ। ओभरअल तपाईँको यहाँको त्यहाँदेखि यहाँसम्म ट्रेकिङ गोसाइकुण्ड आइपुगेको एक्सपिरियन्स कस्तो रह्यो? खतरा नि खतरा रह्यो है। ल हस् त यही नोटमा हामी अर्को साथी माझमा जान्छौँ। मेरो नाम राजन। फर्स्ट टाइम म यति हिँडेको। करिब हामी हिजो मात्रै 9-10 घन्टा हिँड्यौँ र स्पेसियली एक्सपिरियन्स भन्नुपर्दा हजुर यस्तो हिँडाइ जसरी हामीले उता आउँदै धुन्चेबाट चन्दनबारीबाट यो लौरी विनायक त्यसपछि यही त हो जस्तो सोचिएको थियो तर आउँदाखेरि त्यस्तो रहेन रहेछ। बाटो हेर्दाखेरि एउटा ढाको जस्तो देखिन्थ्यो। त्यो बाटोबाट पनि हामी गोसाइकुण्डसम्म हाम्रो शम्भुलाई अरूलाई होइन शम्भुलाई भेट्न आयौँ। जय शम्भु। र यहाँको पानी भन्नुपर्दा यार आज बिहान पानी छुँदाखेरि हात यदि त्यति दुख्थेन होला। हात त्यस्तो काट्यो र त्यसलाई निवारण गर्नको लागि करिबन पनि 10-12 मिनट जति सिरकमा हाल्नु पर्यो। थ्याङ्क यू। हेलो, माई नेम इज रविन। म रविन है, रविन कुमार आचार्य फ्रम काठमाडौँ इमाडोर। आज गोसाइकुण्डमा आएकोमा आज साह्रै खुसी लागिरहेको छ। नेपालको यस्तो प्रकृतिको यो यस्तो रमाइलो दृश्य हेर्नलाई पाउँदा लाइभ हेर्न पाउँदा साह्रै खुसी छु म। जम्मै साथीहरू मेरा भाइका साथीहरू मित्रहरू मेरा जम्मैसँग आउँदा यो आइसको यो यस्तो रमाइलो यो जमेको गोसाइकुण्ड देख्न पाउँदा साह्रै खुसी लागेको छ। आज जम्मैलाई म यो चाहिँ हाम्रो यो गोसाइकुण्ड नेपालको यस्तो रमाइलो दृश्यलाई जम्मै सामु राख्न चाहन्छु। यो जम्मै हाम्रो यो हाम्रो हिमाल हो। हेर्नुहोस् राम्रो हिमाल चाहिँ कति राम्रो देखिया छ। यता शिवजीको मन्दिर छ, मन्दिरमा चाहिँ हामी जति बसेको छ। जय शम्भु। हामी जम्मै रमाइलो छ। ल हामीलाई चाहिँ अलिकति जे भए पनि के छ भन्दाखेरि च्यालेन्ज छ। यो एक किसिमको च्यालेन्ज हो। झन्डै 4 किलोमिटर हामी पहाड हिँड्यौँ होला। 4-5 किलोमिटरको पहाड यस्तो उकालो डाँडा कमजोर भए पो सजिलो। विक्रमको पालो। ल विक्रम भाइ। हेलो विक्रम सबैको भाइ है। हजुर सबैको भाइ। रमाइलो भइरहेछ। दाइले भन्छ एक्सपिरियन्स कस्तो भयो। तिमीलाई बाटोमा आउँदा कस्तो थियो? बाटोमा आउँदा चाहिँ अलिक उकालो देखेको थियो कि अब चाहिँ कस्तो अझै उकालो चढ्नु पर्ने हो, कति उकालो चढ्नु पर्ने हो कस्तो बोर फिल भइरहेको छ। यहाँ आइसकेपछि जम्मै साह्रै गाह्रो साह्रै गाह्रो छ। यो हिँड्न सकिँदैन, गाह्रो छ। तर मलाई चाहिँ कम गाह्रो के रमाइलै भयो। जस रोगी मान्छेहरूले चाहिँ काम छ नि आउनु है। रोगी मान्छेले डक्टर बोकेर आउनु। हाई, म विवेक राउत। मेरो घर चाहिँ कपन पर्यो। आज हामी 6 जना साथीहरू
गोसाइकुण्डमा आइपुगेका छौँ। हामी शनिबार बिहान चाहिँ धुन्चेबाट हिँडेर यहाँ काठमाडौँबाट हिँडेर धुन्चे आइपुग्यो बेलुका। धुन्चेमा बसेर भोलिपल्ट बिहानबाट चाहिँ हामीले आफ्नो चाहिँ ट्रेकिङ सुरु गर्दाखेरि निकै सजिलै होला जस्तो ठानिएको थियो, तर निकै च्यालेन्जिङ बाटोबाट हुँदै निकै अप्ठ्यारो बाटो, निकै डरलाग्दो बाटो, निकै भिरालो बाटो, निकै उकालो बाटो र निकै रमणीय दृश्यहरू हेर्दै चाहिँ हामी चाहिँ आफ्नोलाई यो थकान दुःख नभनिकन आज यहाँ आइपुग्दा चाहिँ हामीले जति दुःख गरेर आए पनि यो चाहिँ वर्थित जस्तो भएको छ र निकै रमाइलो लागिरहेको छ होइन। अब यहाँ हामी 6 जना साथीहरूमा एउटा साथी पनि आइसक्यो। भाइ आफ्नो इन्ट्रोडक्सन देऊ, एक्सपिरियन्स भन्नु। मेरो नाम विवेक, नाम त सुने